अब मस्टको बारेमा अब धामी पनि धेरै खालका हुन्छन्। एक भनेको सिकारु हुन्छन्, दुई भनेको गुरुद्वारा उत्पत्ति गराएको हुन्छ, तेस्रो भनेको भुइँफुट्टा हुन्छ। अब हामी खुलाल बस्नेतहरूले मान्ने मस्ट चाहिँ दारे मस्ट हो। अब खोटाङतिर चाहिँ महामस्ट दारेघर महामस्ट मान्ने गरेको पाइयो। अब खोटाङे बन्धुहरूले आफ्नो पुर्खौली थलो पत्ता लाउन जरुरी देखिएको छ, किनभने आफ्नो पुर्खौली थलोमा जे मस्ट मान्छ त्यो मस्ट मान्ने उहाँहरूको हो। अब खोइ के भन्नु, उहाँहरूको पुर्खौली थलो कहाँ उहाँहरू आफैलाई थाहा छैन, त कसरी उहाँले महामस्ट मान्नुहुन्छ। महामस्टको अर्थ पनि बताउन सक्नु पर्यो। अब महामस्ट त खुलालको इतिहास अहिले हेर्दाखेरि त हाम्रो दोलखातिर दारे मस्ट मानेको पाइन्छ। त्यहाँबाट हाम्रो जाजरकोट, प्युठान, जाजरकोटतिर, त्यहाँबाट दैलेख हाम्रो उद्गम स्थल त्यही हो। त्यहाँ चाहिँ किन खुलाल बस्नेतले महामस्ट मान्दैनन्, दारे मस्ट मात्र मान्दछन्, यो पनि एकदम जान्नु जरुरत छ। त्यहाँ दारे मस्ट जसले मान्छ उसको भान्जो हुन्छ। भान्जो भनेको रुमाल मस्ट हो, जुन 12 भाइ भान्जोको कान्छो भान्जो हो। अनि चेली मण्डलनी चेली अर्थात् विन्ध्यावासिनीको 9 रूपको एउटा त्यस साइली बहिनी भनेर भनिन्छ। अब त्यतिकै अरूले उतारेको भरमा गरेको भरमा देखिँदैन, हुँदैन। अब यो यदि महामस्टै हो, आफ्नै हो भने त उसले त्यो महामस्ट मान्ने धामीको त पुर्खौली स्थान त हुन्छ। त्यो पुर्खौली स्थानमा त्यहाँ के महामस्ट मानेको छ त्यो चाहिँ बुझ्नु एकदम जरुरी हुन्छ। अब यहाँ त्यही त कापीमा लेखेर सिकाइएका अनि कान फुकिएका ले चाहिँ एकदमै समस्या ल्याइरहेको छ। हाम्रो मस्टको फरक छ। अब खोटाङकै कुरा गर्दा पनि दुईटा बुढा आजभन्दा 150-60 वर्ष अगाडि इलाम बसाइसरेर गएका हुन्। त्यहाँका खुलालको कसरी दारे मस्ट मानिरहेका छन् त? उनीहरूले महामस्ट मान्दैनन् किन? अहिले उहाँ त्यहीबाट आसाममा छन्, सिक्किममा छन्। सिक्किममा पनि उनीहरूले दारे मस्ट मानिरहेका छन्, महामस्ट मान्न हाँस्छन्। एउटा मङ्गलटारबाट यहाँ उसमा छ, धरानमा छन्। उनीहरू लगभग अलिक बेपत्ता जस्तो थिए। अहिले हामीसँग सम्पर्कमा आएर म यो पुर्खौली थलो पत्ता लाउँदाखेरि दोलखा खोटाङ भेट्यो। त्यहाँकाले महामस्ट मान्छ भन्दाखेरि मेरो त्यसमा दाजुभाइ होइन, हाम्रो कुल परम्परा, हाम्रो मस्ट भनेको दारे मस्ट भनेको यसरी हो, आउँछ क्या।